बीच सडकको रातो आत्मालाई शब्द पैँचो मागेर एउटा कविता सिउरेको छु आज। हेलो एभ्रिवान, दिस इज पियुष। वेलकम टु अनदर एपिसोड अफ वर्ड्स। मेरो आजको कविताको शीर्षक छ रातो शरीर कालो आत्मा। म आज कपडाविहीन खुला सडकमा निर्लज्ज उभिन तयार छु। आओस् कुनै गाडी अनि झिकोस् मेरो आत्मा। मेरो शरीर आज मक्किएको छ, अशुद्ध रातो रङमा रङ्गिएको छ, किनभने त्यो नाइलनको साडी र कपासको ज्याकेटले मेरो इज्जत खस्न सकेन नि। त्यसैले त आज मेरो कम्मर छिमेकीहरूको हातमा कसियो। यो शरीर बोक्न सक्दिनँ, म यी हातका दागसँग बाँच्न सक्दिनँ ईश्वर। बरु मेरो जन्मलाई मारिदे, किनकि त्यो 5 पाउन्डको बच्चामा आज लागेको यो 5 हातको दाम मेरी आमाले देख्न सक्दिन। ईश्वर, बरु मेरो आमाको आँखा लगिदे। समाज, तिमी निकै खुसी होलौ। आज मसँग सपना छ, तर ढाडमा सफा पखेटा छैन। हिजो मसँग पखेटा त थियो, तर उड्न मिल्ने आकाश थिएन। चिताको रङमा सजेको पहिलो अग्नि अगाडि खाएका, निलो झरी सरी वर्षिदो बाचासँग लागेका, रगतको कदर नगरी उही रङको रातो अबिरले चुइएको बाङ्गो धर्का जस्तो छाप लगाएर। के तिमीले मलाई उड्ने सुगा बनाएको हो र? त्यो पनि आफ्नो थोत्रे पिजडाको। के म तिम्रै चरी हुनुपर्छ र? मेरो आमाको हिजो जन्मदिन थियो। प्रेमको एक घुट मागेकी थिए, रक्सीको गन्ध र एक चड्कन पाई। रातो सिन्दुरले सजिने रहर थियो त्यसको, झापडको रातो दागले सजी। आमा, म तिम्रै छोरी रहेछु, तर म तिमी भन्दा अभाग्य मानिरहेछु। तिमीले रातो सिन्दुर भर्न जान्यौ, मैले रातो सिन्दुर बगाउन जाने, मैले रातो रगत बगाउन जाने। जान्न बाध्य भए, जान्न कसिए, मेरा हात खुट्टा बाँधिए, मेरो शरीरले सास त त्यतिखेरै त्यागेछ जब यी 4 हात पाउलाई चल्न बिर्साइयो। जब यी 4 हात पाउलाई चल्न बिर्साइयो। दाग त मेरो आत्मालाई पो लागेछ। शरीर त उत्तिखेरै मूर्ति बनेछ। त्यसैले त म नाङ्गो शरीर यो सडकमा कुनै खराब नियतको आँखामा नठुक्किकन हिँड्दै रहेछु। किनभने शरीर चाहिँ मेरो आत्मालाई त कसैले नदेख्ने रहेछन् नि त। मेरो आत्मालाई त कसैले नदेख्ने रहेछन्। ईश्वर, एउटा आर्यघाट खोल तेरो ढोका अगाडि। मेरो अपवित्र शरीर त्यहीँ जला, किनकि मलाई थाहा छ त स्वर्गमा मेरो दाग पोख्याउन चाहन्नस्। त स्वर्गमा मेरो दाग पोख्याउन चाहन्नस्। धन्यवाद। Thank you for listening. We'll get to you in another episode of Words. That was Piyush.